स्वागत छ सम्पूर्णमा साथीहरू। फाइनल्ली विन नेपाल लघुवित्तको एफपिओ बाटफाट भइसकेको छ। अघि 8:30 बजेतिर एसबीआई मर्चेन्ट ब्याङ्किङको कार्यालयभित्र एफपिओ बाटफाट भइसकेको छ र कम्पनीको एफपिओमा भने भाग्यमानी 5129 जनाले 10 किताको दरले आइपिओ हात पारेका छन् भने थप 2.5 किता थप एक किता गरी र बाँकी रहेको 0.5 किता गरी थप अतिरिक्त किता कम्पनीको एफपिओ चाहिँ भाग्यमानी लगानीकर्ताहरूले प्राप्त गर्नुभएको छ साथीहरू। कम्पनीको एफपिओमा भने 19,23,490 आवेदकहरूबाट 21,76,480 किता सेयर खरिदका लागि आवेदन परेको थियो, जसमध्ये 2,21,43,480 किता सेयर खरिदका लागि परेको 19,20,939 आवेदन सदर भएको थियो। सदर भएका उम्मेदवारहरूमध्ये जम्मा 5,129 जनाले कम्पनीको एफपिओ हात पारेका छन् भने बाँकी रहेको 19 लाखभन्दा बढी आवेदनकर्ताहरूको भने हात खाली भएको छ साथीहरू। तसर्थ कम्पनीको एफपिओमा हात पार्ने सम्पूर्ण लगानीकर्ताहरूले छोटो समयमै 25 देखि 30 हजारसम्म कमाउने अवसर चाहिँ रहेको छ साथीहरू। कम्पनीको एफपिओ चैत्र 21 गतेदेखि 26 गतेसम्मको लागि खुला गरेको थियो। कम्पनीको एफपिओमा जम्मा 5,129 जनाले 10 किताको दरले एफपिओ हात पारेका छन् भने थप रहेको 2.5 किता भने थप एक किता गरी र 0.5 किता गरी थप अतिरिक्त किता लगानीकर्ताहरूमा भागमानी लगानीकर्ताहरूमा बाटफाट गरिएको छ साथीहरू। यी थियो विन नेपाल लघुवित्त एफपिओको रिजल्ट सम्बन्धी सम्पूर्ण जानकारीहरू। यदि तपाईँहरूलाई कुनै जिज्ञासा र प्रतिक्रिया छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला साथीहरू। कम्पनीको एफपिओको रिजल्ट भने अघि भर्खरै 8:30 बजेतिर एसबीआई मर्चेन्ट ब्याङ्किङको कार्यालयभित्र सम्पन्न भएको छ र कम्पनीको एफपिओ भने अनलाइन हेर्नका लागि केही समय लाग्ने भएकोले कम्पनीको एफपिओ रिजल्ट केही छिनपछि अनलाइनबाट हेर्न सकिनेछ। कम्पनीको एफपिओको रिजल्ट हेर्नका लागि तपाईँहरू गुगल क्रोममा गएर www.iporesult.cdsc.com.np बाट हेर्न सक्नुहुनेछ साथीहरू। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनका लागि धेरै धेरै धन्यवाद।